दर्शक साथीहरू मैले योभन्दा अगाडि पनि यहीँको भिडियो हालेको थिएँ। अब यो एउटा दुईटा बाँदर आउँदाखेरि पनि यो मकै चाहिँ खाइहाल्यो। अब यहाँ अवश्य पनि एक दुईजना मान्छे भएको हुनुपर्छ, नत्र भने यो केही पनि राखेको थिएन क्या। ले हेर्नुहोस्, पसाउन पाएको छैन, यो पसाउन नपाउँदै धान चामल निकाल्न पाएन, मकै खाइसक्यो। अब यो बारीमा तलसम्म मकै रोप्नुहुन्थ्यो कृषकहरूले, छोड्दै आउनुभयो। यो लास्ट हो, अब यो सुरुवात भइसक्यो, उम्रिन पाएन खानला। यो अन्तिमसम्म तपाईँको एउटा पनि यहाँ चाहिँ मकै खान पर्दैन। यसरी कृषकहरूले हेर्नुहोस्, जत्रुक्क खाइन्छ आयो, डाँठै कोपाएर भाँचेर फालेपछि अब यसबाट चाहिँ कसरी कृषकहरूले उत्पादन लिने ठुलो समस्या छ। यो समस्या जहाँ तहीँ छ नेपालको, तुरुन्त यो चाहिँ संसदमा कुरा उठेर बाँदर नियन्त्रणको लागि यही महिनाभित्र तपाईँको चाहिँ के हल भइहाल्यो, बाँदर गाउँबाट नियन्त्रण गर्न सकियो भने मकै बच्छन्, नत्र भने मकै एउटा पनि बत्तैनन्। र यसलाई चाहिँ छिटोभन्दा छिटो सुनवाई होस्।